आज फेरि हाम्रोमा चाहिँ एन्ड्रोइड मोबाइलहरू धेरै कलेक्सन गरेर तपाईँहरूको लागि लिएर आएको छौँ है। हामीसँग एन्ड्रोइडको कलेक्सन लगभग 14वटा कलेक्सन छ। त्यसमा हामीसँग 8/56, 4/128, 6/128 को भेरिएन्टमा मात्रै छन्। तपाईँहरूलाई गेम खेल्नु मन पर्यो भने हामीसँग पोकोको M6 भन्ने दुईटा फोन छ है। पोकोको M6 भन्ने दुईटा फोन छ। मसँग म्याक्सिमम फोनहरू सबै डिस्प्ले चेन्ज नभएको ओरिजिनल जेननमा आउँछ। प्राइस अलिकति हाइले किनभने जेनन छ, तपाईँलाई जेनन सेटहरू उपलब्ध गराएको छु मैले। गेमको लागि दुईटा पोको भइहाल्यो। अनि तपाईँलाई अलिकति तपाईँलाई स्यामसङ मनपर्छ भने हामीसँग स्यामसङको तीनटा भेरिएन्ट आइसकेको छ है। तीनटा पिस छ, स्यामसङको तीनटा पिस छ, हेर्नु होला। यदि क्यामेरा वाइज राम्रो, तपाईँलाई स्यामसङ मन पराउनको लागि स्यामसङ पनि राम्रो क्वालिटीमा आइसकेको छ है। स्यामसङ चाहिँ यसको मोडल चाहिँ म सबै भन्नु भ्याउँदिनँ होला, यसलाई चाहिँ टाइम लाग्छ। सबै छ, यो जेनन छ, सबै जेनन छ। अनि क्रप डिस्प्लेमा तपाईँ चलाउनुहुन्छ भने मोटो फोन आएको छ। मोटोको तपाईँको डबल स्पिकरबाट आएको छ है। मोटोमा छ, क्रप डिस्प्लेमा आएको छ। सँगसँगै तपाईँको मोटोको अर्को एउटा पनि आएको छ है। यो पनि सबै डिस्प्ले चेन्ज नभएको सेटहरू हो। यो 4/128 आएको छ मोटोको है। यो पनि मोटो नम्बर हेर्दा नि बबाल सेट देखिन्छ है। बबाल सेट छ हेर्दाखेरि। अनि सँगसँगै तपाईँको यो मोटोको पनि हेर्नु न, स्क्याच छैन, अलिकति मैले मात्रै हो। यसलाई अब स्क्याच नभएको क्रप डिस्प्लेमा छ है मोटो। सँगसँगै हामीसँग नोकिया सेट है। मार्केटमा छैन यो नोकिया सेट प्रायः अनि 6/128मा यसको नभएको राम्रो सेट नोकिया पनि आएको छ। अनि अर्को भेरिएन्टमा चाहिँ तपाईँलाई वान प्लस मनपर्नेलाई वान प्लस सेटहरू उपलब्ध छ है। वान प्लस सेटमा तपाईँको यो C3 भन्ने होला, यो छ। अनि यो दुईटा छ। यो वान प्लसमा क्यामेरा वाइज गेम खेल्नको लागि राम्रो छ। यो दुईटा एउटै मोडल छ। सँगसँगै भिभो अनि भिभो एउटा अनि ओप्पो चाहिँ तपाईँलाई ओप्पो 4/128मा आएको छ। यो पनि डिस्प्ले चेन्ज नगरेको र A5 प्रो भन्ने 8/128मा ओप्पो सेट पनि आएको छ है। ओप्पो सेट छ। हामीसँग ओप्पो सेट दुईटा छ। सँगसँगै तपाईँहरूको लागि भनेर हामीले आइफोन सेकेन्डमा एउटा 13 है। 13 चाहिँ तपाईँको बक्स चाहिँ 85 ब्याट्री हेल्छ। यसमा 85 ब्याट्री हेल्छ। यो कलरमा आएको छ एउटा। अनि स्पेसलमा चाहिँ तपाईँहरूको लागि के छ भने आइफोन 15 है। ठ्याक्क नयाँ जतिकै छ। यो चाहिँ 90% ब्याट्री हेल्थ भएको ठ्याक्कै आइफोन 15 तपाईँहरूको लागि नयाँ जेनरल बक्स चाहिँ आएको छ है। यदि तपाईँहरूलाई यी फोनहरू चाहिएमा सम्पर्क गर्नुहोला। क्यास अन डेलिभरी पनि हुन्छ। सँगसँगै पसलमा भिजिट गर्न पनि सक्नुहुनेछ है। धन्यवाद।